हामीहरूलाई होइन जापान आएको 5 दिन पुग्न आएको अनि अहिले जापानमा गोल्डन विक चलिरहेछ होइन। अनि अब रुममा खाने बस्ने अनि दिनभरि सुतेर दिक्क लागिसकेपछि हामी अब नयाँ नौलो ठाउँ केही जानिएकै छैन कुन ठाउँमा के छ भनेर गुगल म्यापबाट यस्तो पार्कहरू कहाँ छ भने घुम्न जाउँ न भनेर सर्च गरेर अनि घुम्न आएको हो यो पार्कमा। एकदमै कस्तो राम्रो नि यताको पार्कहरू त हेर्नु नि, म त हेरेर छक्क परेँ। हामी त अहिले 3टा पार्क घुमिसक्यो हो, यो 4थो पार्कमा घुम्दै हो। अनि तर नजिकै पार्कहरू रहेछ कि 30 मिटर 40 मिटर 50 70 90 यस्तै छ। अनि प्रायः यता बेबीहरूको लागि होइन यो सानो सानो पार्क बनाइएको छ, तर यो पार्क त एकदमै ठुलो हो नि। यो भनेको तपाईँको युनिभर्सिटी एरिया हो होइन, त्यही भएर यो पार्क एकदमै ठुलो छ। कति राम्रो सजाएको, सबै फुलहरू हेर्दा कति रमाइलो लाग्छ होइन। वाह यसको अर्को भागै छ क्या। ए हो यस्तो साइड अर्को भाग यति राम्रो पार्क बनाएको छ। पार्क पनि घुम्यो, यताको गाउँघरहरू घरहरू पनि घुम्यो, तर यताको प्रत्येक घरमा होइन 2टा एउटा कार त कम्पल्सरी नै हो। फेरि यस्तो दामी कार राखेछ नि जापानिजहरू, आमामा हेर्दा हामी रुमबाट धेरै टाढो पो आइसकेको छ नि। बाटो पनि हेरे होइन, बाटो सबै एकै नासको देखिन्छ, घर पनि एकै नासको देखिन्छ। अब गुगल बाबाले जे भन्यो हामी त्यस्तै गर्ने हो, गुगलमा हेर्दै हिँड्दै अब कुन बाटो हराइन्छ कि के हुन्छ। तर यस्तो गुगल म्यापबाट हेर्नुभयो भने त हराउने सम्भावना हुँदैन क्या, ठाउँमा गुगल म्याप हेर्न जानु पर्यो। अनि जुन पनि पार्क र जुन साथी जहाँ बोलाए पनि तपाईँ पुग्नुहुन्छ है। तर सुरुमा अब यता आउँदाखेरि होइन सिम लिनु पर्यो भने, सिम लिनुभयो भने सजिलो हुन्छ, तपाईँको मोबाइलमा डाटा हुन्छ होइन, अनि सजिलो हुन्छ क्या। अब रुममा हेर्दाखेरि त वाइफाई हुन्छ होइन, तर यस्तो बाहिर निस्किँदाखेरि तपाईँले अब डाटा चाहिन्छ, किनकि गुगल म्याप बिना डाटाको चल्दैन नि त। अनि हामी यस्तो मेरो साथीलाई होइन गुगल म्याप हेर्दै अब कुन ठाउँमा जानुपर्ने छ, नजिक कुन पार्क छ भनेर हामी त्यो पार्कहरू हेरेर गइराखेका हौँ होइन। 1.4 किलोमिटर यस्तो गाडी छ होइन। अब रुममा जाँदा हुँदैन र हेर्नु नि यहाँ सानो सानो यहाँ हरियाली त्यो त हरियाली मात्रै हो, बस्नु छ यही हो हेर्नु नि जापानको घर बाटो। तर मलाई यो मन पर्यो, यो कारहरू त प्रत्येक घरमा कम्पल्सरी हो नि। फेरि कार सस्तो हो नि, यता भन्छन् कार सस्तो हो, तर पार्किङ भनेको एकदमै महँगो हो है जापानको। फेरि यो पार्किङ गरेको हेर्नु नि, टाइम पनि दिएको छ कति लाग्छ भनेर 2500 त्यो टाइम दिएको छ, यति टाइमदेखि यति टाइम राख्नुभयो भने यति पैसा लाग्छ भनेर। ल 3-4वटा पार्क पनि घुम्यो, शाम भयो है। अब रुम जान आँटेको, के गर्नु। 21 मिनट कति मिनट हो? 21 मिनट हो क्या। अब यताबाट हिँडेर 21 मिनटमा रुम पुगिन्छ है। भोलि आउँदै जानु भयो त यार, त्यो उयो त मैले अस्ति देखाएको छु त्यो साइडमा के अब गोल्डन विक हो, बिदा हो, अब रुममा बसेर पनि काम छैन नि त। अब यसो नयाँ आएपछि त यस्तो बाटोहरू पनि हेर्नु पर्यो नि। रुममा बसेर त केही देखिँदैन, बाहिर निस्किनुहुन्छ अनि कुन बाटो कहाँ जान्छ भनेर थाहा हुन्छ क्या। किनकि यता सबै घर र बाटो
एउटै नासको देखिन्छ होइन। अनि मान्छे कन्फ्युज हुन्छ कुन बाटो जाऊ कुन बाटो जाऊ भनेर। म त अस्ति सिमलीमा जाँदाखेरि स्टेसनमा पुगेको आमामा त्यो स्टेसनको त कुन दिशामा कुन स्टेसन थाहै नभएको के यत्रो ठुलो स्टेसन नि। तर यो मेरो साथीले सबै हेरे हो, साथीले नै मेरो सबै काम गर्दैछ। केटाखेरि यस्तो हाल्छ क्या तपाईँले यस्तो हाल्यो क्या हेर्नु नि जापानको यो घरमा सबै घरमा कार आउने फेरि त एकदमै दामी दामी कार के। एउटा घर पनि होइन, एक तले त देख्दैन न यो कस्तो हुन्छ भने एक तलेको त सबै 10 तले 5 तले 3 तले 20 तले 50 तले ठुलो ठुलो घर हो। ल अब आजको ब्लगमा त यति नयाँ नयाँ ठाउँमा जाने बेलामा तपाईँहरूले यो ब्लगको माध्यमबाट हेराउँदै गर्छु नि। यो भिडियोलाई लाइक कमेन्ट र सपोर्ट गरिदिनु होला है। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। बाई बाई टाटा।